तर आज त दामी भयो त बाटो है किन भन न लाइटिङ पनि देखियो सनसेट पनि देखियो गफ पनि भयो भने तर फेरि आउँदैन त सेल्फी है ए कुकको ग्रुपमा सेल्फी आउँछ मेरोमा त बिग्रेको छ क्यामेरा ब्याकबाट हाल्यो भने मात्रै आउँछ होला नि कुकमा पठाइदिनु भयो अरे ए तिमी बोल्यो भने राख न तल ए चिन थप्ने पो छ त साथी उयो छ त चम्ची छ त ए हो ल भइहाल्यो त्यो भाटबडी नै रहेछ हौ हेर न लाइट हेर्दा है त्यस्तो देखिरहेछ नि त मलाई यहाँ आउँदा चाहिँ कस्तो लाग्छ होइन नि बाट यहाँ हेर्दा चाहिँ कस्तो लाग्छ भने लाइक हरेक लाइटमा क्या सबै मान्छेहरू छ नि त अनि सबै मान्छेको लाइक आफ्नो लाइफ छ भन्दा चाहिँ अचम्म लाग्छ क्या बाट अनि बुझ्यौ नि सबैको लाइक त्यो झन् फेसबुकमा आउँछ नि एउटा यत्रो बिल्डिङमा एउटाको लाइफ अर्कै एउटाको लाइफ अर्कै त्यो त हेर्छु नि मैले फोटोहरू आउँदैन ए पढिरहेको हुन्छ कोही झगडा परिरहेको हुन्छ कोही गरेको हुन्छ त्यस्तै क्या कसो के भइरहेको होला कसो के भइरहेको होला यति होला फेरि हाम्रो तररा साइड चाहिँ कस्तो पहेँलो पहेँलो देखेको है हो र यता त फेरि सेतो देखिरहेछ त हेर त यता पनि तररै मान्छ होइन यता पनि के ए चियाको डे पान थप्ने हो तिमी तर मैले नापेरै गरेको थिएँ कस्तो नापेर भन्नाले बाहिर आएको झन् त्यो अलिक ठुलो भाँडा भएर होला सेले चाहिँ राति त बरा त देखिँदैन रहेछ बत्ती नबालेर ठुलो भएर पनि क्या ठुलो भए पनि लाइटनिङ त दामी हान्दैछ त यहाँ जङ्गलभित्र हेर न बत्ती बलिदियो
यतापट्टि जङ्गलमा धेरै हो भित्र साधनकै होला त्यही त है साधन छिरेको होला त्यो जङ्गलमा साधन छिरेको रहेछ त्यहाँ कडाहरू कुनै होला यता हरियाली यता साइडमा छ होइन त्यहाँ पनि देखिन्थ्यो होला है राति उ गरेकोमा त माथि पनि हेर दामी देखेको आज अलिक क्लियर नै स्काइज पनि तर यो जुन अलिक क्लियर छ मेरो है हल्का बाल हानिदिनु पऱ्यो भनेको सोचेर हो पार्टमा त पुरै काट्ने कि साइड साइडमा मात्रै पुरै काटिदिनु पऱ्यो कि साइड साइडको मात्रै मुले ढान्दिनँ त होइन तर यतिकै पालो न सहिरहेको छ हो म्यानेज गर्नै गाह्रो भयो त्यो चाहिँ अब म चाहिँ के सोचेको भने पछि ज्यान बनाउँछु भने मात्रै कपाल भाल्छु भने सुहाएन क्या यो कपालले मलाई यो ज्यानमा क्या होइन बा एक ज्यान बनाउने भने मात्रै के छ विचार कहिले हानु म तर बाल त अहिले छिटो रात परेर पाट्छ र 7 बज्दैछ भर्खरै जाडो महिना आउँछ क्या हो बाट म चाहिँ रात छिटो परेर भनेको खासमा चाहिँ अरू बेला 7:30 तिर यस्तो हुन्छ क्या अहिले चाहिँ हेर न 6:40 यस्तोमै हुन थाल्यो एउटा कुरा भनेर तिमीलाई त्यो क्या उता साइडमा क्या त्यो ऊ जस्तो देखिरहेछ क्या त्यसलाई उडेको जस्तो देखिरहेछ क्या त्योहरू क्या भने बुझ्यौ मैले पर क्या यो साइड क्या उडेको जस्तो देखिरहेछ क्या लागि हुन्छ नि त्यस्तो पाराले सोच न त्यसलाई किनभने त पनि कालै छ नि त जङ्गलले गर्दा उडेको जस्तो देखिरहेछ क्या लाइटहरू क्या त्यो प्लेनहरू हुन्छ नि त्यो क्या एक लाइन हेर त त्यहाँ टिक 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 एक लाइन छ नि पावर हो क्या त्यो माथि के रहेछ त्यो त हेर न कस्तो टिक 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 है लाइन क्या अन्त नि त्यो तिमी बुझेँ पहेँलो भएन होइन है टिक 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 के रहेछ त त्यो अचम्म खालके मिठो त मिठो रहेछ बट अर्को अहिले यही खाने कि यो चाहिँ कहाँबाट ल्यायौ तिमीले कहाँबाट ए कालो हिङमा पनि छ यो अर्को पालि चाहिँ के खाने ऊ खाने तिम्रो कफी खाने अर्को पालि के गर्ने ठिकै हो नि सब बोक्न हेल्थको लागि त खासमा चिया राम्रो हो कम्पेयर गर्यो भने चाहिँ चुरोटभन्दा भेप राम्रो भने जस्तै खानु त पानी राम्रो हो नि
कम्पेयर गर्दा चाहिँ प्याट